धन कमाउँछु भनी कम्मर कसे मुगुला नै पसे 5 वर्ष बसे फेरि फर्की आए माया लाउन धाए हे मायाले भने विषय पनि पिदिउँला जाली रुमाल बैना स्वरूप दिदिउँला साइलो म चार घरे माया नमारे। नमस्ते फ्याफुल्ला, म सङ्गीतकार एवं गायक विश्वदोङ। यही चैत्र 24 गते रामनवमी मेला फापरबारीमा हुन गइरहेको बृहत सांस्कृतिक कार्यक्रममा म पनि आउँदैछु। फापरबारी आसपास रहनुहुने, मकवानपुर जिल्ला आसपास रहनुहुने तपाईँ सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू, यहाँहरू सम्पूर्णलाई फापरबारीमा हुन गइरहेको यो बृहत रामनवमी मेलामा हार्दिक स्वागत गर्न चाहन्छु, हार्दिक निमन्त्रणा भन्न चाहन्छु। आउनुहोस्, यो विशेष सांस्कृतिक कार्यक्रममा हामी सँगै गाउँला, सँगै नाचौँला, सँगै रमाइलो गरौँला। रामनवमी मेला, फापरबारी मेला भव्य रूपमा सफल बनाउला। सबैलाई हार्दिक निमन्त्रणा। थ्याङ्क यू, खुसी छ।